सो हेलो एन्ड वाट्सअप एभ्रिवान, वेलकम ब्याक टु द च्यानल। सो आज चाहिँ मैले यो मेरो साइकल हो, यो साइकलमा अनि यो मेरो सिट हो। अनि यो सिटमा तपाईँले यहाँ कटिङ पनि देख्नुभयो होला होइन। यो चाहिँ के गर्न लाग्यो भन्दा यो सिट चाहिँ धेरै लामो भयो। जस्तै तपाईँलाई यहाँनिर यो हाल्यो भने यो साइकलको सिट यति लामोसम्म छ। अनि प्लस यसको मेन समस्या भनेको यो चाहिँ योलाई चाहिँ मलाई चाहिँ तलैसम्म लान मन लागेको, तर यो तल गएन। तर यो सिट अब मैले के गर्न लाग्यो भन्दाखेरि टक्क अहिले चाहिँ यो सिटलाई मैले यहाँ अब यो पुरै यतिका भाग काटेर फाल्यो भने पछि अब साइकल बेच्दाखेरि पनि अब सिट छोटो बनाउन सक्छ। त्यस कारणले गर्दा मैले यसरी यहाँबाट बिचबाट काटिदियो भने त यो सिटको यो पुरै फाल्नु पर्दैन, यति मात्रै फाल्यो भने तलसम्म जान्छ। सो यो टेक्निकलाई तपाईँहरूले पनि लागु गर्न सक्नुहुन्छ होइन। ल फाइनल रिजल्टको लागि वेट गर्नु होला है त। सो मैले यसरी यहाँ कट गरिसकेको छु। अब हेरौँ है त साथीहरू, अब यो यहाँनिर पस्छ कि नै, यो टेक्निक चाहिँ काम गर्छ कि नै, लेट्स सी है। ओके, एज यु क्यान सी है तपाईँहरूलाई। अनि यो टेक्निकले टक्क काम पनि गरेको छ होइन। अनि यहाँ तलैसम्म सिट गएको छ। अनि यसले गर्दा चाहिँ मलाई अब राइडिङमा डाउन हिलमा चाहिँ सजिलो हुन्छ। अनि तपाईँले यो टेक्निक राम्रो लाग्यो कि नै, सो लाइक गर्नु होला है त। लेट्स गुड।